हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल तपाईँहरूलाई फेरि पनि मेरो च्यानलमा स्वागत गर्दछु। आजको हाम्रो च्यालेन्ज छ 2 मिनट च्यालेन्ज र यो च्यालेन्ज कम्प्लिट गर्नको लागि मसँग छ मेरो बहिनी इस्मी साधना पोखरेल र इस्मी सन्ध्या गिरी। ल अब चाहिँ हामीसँग खानेमा चाहिँ आज पानीपुरी अनि फ्रुटी अनि त्यसपछि 2 प्याकेट रामेन 2 PM रामेन चाउचाउ छ अनि यो चाहिँ हामीले टाइमर लगाएर खानेवाला छौँ। अब कति पनि ढिला नगरी स्टार्ट गरौँ। अब चाहिँ हामी स्टार्ट गर्न रहेको छौँ। हामीले यसमा चाहिँ टाइमर राख्छौँ र हामी फर्स्टमा चाहिँ हामी के खान्छौँ त यो पिरो चाउचाउ 2 PM यो करेन्ट होइन है। आज चाहिँ 2 PM ल्याएका छौँ र हामीले टाइमर स्टार्ट गर्छौँ। ल हाम्रो टाइमर चाहिँ स्टार्ट भइसक्यो। हामी यहाँ साइडमा राख्छौँ। ल लेट्स गो स्टार्ट। खाए ल गाइजहरू पनि यो हार्नेलाई चाहिँ पनिसमेन्ट पनि छ नि, हरेक राउन्डमा पनिसमेन्ट छ है। So spicy. Sucking like let's go. I have to win. पानी पनि खानु पाइन्न हो। मलाई हारिहाल्यो। टु मिनट भन्दा पनि कममा 2 मिनट 38 मा टु मिनट 38 सेकेन्ड लाग्यो। तर पनि च्यानल चाहिँ 2 मिनटको मात्र थियो, त्यही पनि ऊ विनर भइसक्यो। अब चाहिँ पनिसमेन्ट गाइज, पनिसमेन्ट चाहिँ अब मेरो चाहिँ मेकअप बिगारिदिने। उसले चाहिँ लिपस्टिक अथवा यो युज गरेर जे पनि गर्न पायो मेरो फेसमा। ल त्यो लिपस्टिक राम्रै गराइदिनु लिप्स। दुनियाँ बना ऐना हेर्नु पाइन्छ कि नै? पाइन्छ। बाँदर जस्तो बाँदरको चाक्दै भएन। अब त भयो हल्का गराइदिउँ न अब पाएको बेलामा त हो। हुन्छ यस्तो पिरो खाइसकेपछि जितेको त मजै भएन। म त यस्तो आफ्नो अनुहार हेर्नु मन लागिसक्यो। अब भयो। म आफ्नो ऐना हामी ऐना पनि ल्याएको एकदम राम्रो मेरो अनुहार फोटो खिचाउनु पर्छ क्या।
केही छैन खिचिहाल्नु म कस्तो देखेको छु फनी अभियसली म फनी अब तेरो पनि भएपछि हेरेर चाहिँ मजा आउँछ यो चाहिँ हामी साइड लगाउँछौँ अब रहेको छ हाम्रो पालो कमेन्ट गरिदिनु है आज कस्तो देखिनु भयो म ब्युटिफुल लेखिदिनु होला यो चाहिँ हामी साइड लगाउँछौँ अब चाहिँ सेकेन्ड राउन्ड यो चाहिँ हाम्रो अब जुसको पालो छ यो जुसको यो चाहिँ कति मिनटमा हामी खाइसक्छौँ त फेरि अब यसमा टाइमर सेट गर्नु गइरहेको छु फेरि ल 2 मिनटको स्टार्ट भइसकेको छ है आफ्नो गर्नु लाटी टाइमर चाहिँ हामीले यहाँ सेट गरिसकेको छ यो त भएन कि अनफेयर होस् भयो सर्केला बिस्तारै खा बिस्तारै नाच 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 हाँस्नु न च्यालेन्ज गर्दाखेरि हाँस्नु हुन्न यस्तो राम्रो धेरै हाँसे त्यो च्यालेन्ज गर्दा अड्क्यो कसरी कन्ट्रोल गर्नुभएको त मैले आफ्नो अनुहार हेरिसकेको छु चुप लाग्यो क्या चाहिँ पक्कै तपाईँ विनर सक्यो फिनिस 2 मिनटभन्दा अगाडि भइसके अझ 1 मिनट बाँकी रहेछ 1 सेकेन्ड सरी होइन 1 मिनट ल 1 मिनट बाँकी रहेछ मेरो त मैले नि भ्याएँ तर यो चाहिँ हल्का पछि हल्का पछि अब चाहिँ मेरो पालो रिभेन्ज अघि मलाई यस्तो बनाएको थिएछ अब तपाईँ म चाहिँ के युज गर्छु भने मस्कारा अब म मस्कारा लगाइदिन्छु पहिला हाँसो लाग्नु ल तिमीलाई म ब्युटिफुल बनाइदिन्छु ल ल ल लिपस्टिक युज गर्न पाइन्छ कि नै एउटा मात्रै ला लास्टै डेन्जर गराइदिन्छ अब लास्ट राउन्ड बाँकी छ हाम्रो अब एउटा राउन्ड यतै गराउँछु म ऊ चाहिँ यस्तो देखिएको छ फाइनल लुक उसको फाइनल लुक यस्तो रहेको छ गाइस अब चाहिँ राउन्ड थर्ड अब यो चाहिँ फाइनल राउन्ड हो यो चाहिँ पानीपुरी राउन्ड यसलाई पनि हामी साइड लगाइदिन्छौँ हाम्रो फाइनल राउन्ड रहेको छ त्यो चाहिँ पानीपुरी राउन्ड हो पानीपुरी राउन्डमा चाहिँ हामी के गर्छौँ भने 1 by 1 गर्छौँ र आफै फिल गर्दै आफै खानु भर्दै अनि आफै पानी आफै खाने अरूले खाइदिन्न त्यहाँ अनि यो चाहिँ हामीले चाहिँ 1 मिनटभित्रमा कतिवटा पानीपुरी खान सक्छौँ त भनेर गर्छौँ र मैले यहाँ टाइमर सेट गरिसकेको छु ल साधना एउटा ल 1 2 3 गो मैले चाहिँ यहाँ टाइमर स्टार्ट गरिदिइसकेँ आफै भर्दै आफै कसरी खान्छु है हेरौँ कतिवटा खान सक्छु 51 45 seconds remaining 41 40 39 कतिवटा खाइस त्यसमा 4टा भयो क्या 4वटा यो राउन्डमा पनि मैले हार्छु क्या 16 सेकेन्ड रिमेनिङ त्योसँग 5वटा 5 3 मुखको पनि सक्नुपर्छ है अब हाल्न पाइँदैन 1 3 2 1 सक्यो अफ 1 मिनटमा उसले 6वटा चाहिँ पानीपुरी खाइसक्यो अब त्यसपछि मेरो टर्न मैले चाहिँ कति खाइसक्छु त अब म स्विच हुन्छु 3 2 1 स्टार्ट टाइमर स्टार्ट भइसकेको छ मैले कतिवटा पानीपुरी खाएँ 50 सेकेन्ड रिमेनिङ म त सक्दैन होला 42 सेकेन्ड रिमेनिङ
Long. 15 seconds remaining. Time off. मैले हारेँ लास्ट एउटा घाँटीमा अड्के जस्तो भयो लास्ट एउटा बचेको यसमा पनि क्लियर विनर भइगयो किनभने लास्टमा एउटा मेरो हातमै थियो मैले खान सकेन फेरि अब भुत्ने भन्ने भयो खतरा भइहाल्छ। अब लिपस्टिक र अघि लिपस्टिक भइसक्यो मस्काराको बाल पैसाको गेम भइदियो भने म त स्योर हार्थेँ होला होइन म जुन गेम भयो भने म हारिहाल्छु आजैले यो फाइनल लुक त खतरा हुन्छ क्या अझै बाँकी छ भने भन्छ सुरुमा आएर नदिएर लास्टमा दिनु पर्ने गर्ने ए हामीले त्यो गरे भयो भने त्यो हामी पहिल्यै होइन भयो होइन अर्को साइड बाँकी नै छ नै भयो भयो दुईटा गेम लगातार जितेर हो क्या है अरे अब चाहिँ भयो उता भागै छ भयो भयो दुईटा गेम जित्यो भने त जबरजस्ती मलाई गराइदिइहाल्यो ल भयो अब ठिक यो के अरे कञ्चना जस्तो आफ्नै हेरेर भन्ने लाग्यो ल उहाँ चाहिँ कमेन्टमा भनिदिनु एकदम दामी मेकअप भयो उसको चाहिँ खासै गराइदिनु पाएन किनभने यसले लगातार दुईटा गेम मसँग जित्यो मैले चाहिँ लगातार दुईटा गेम हारेँ अनि त्यसपछि देन माई लुक इज सो ब्युटिफुल वाउ अब एउटा थम्बनेल दिउँ न त ल र आज कस्तो लाग्यो भन्दा नि तँलाई एकदम रमाइलो झन् तपाईँको लुक हेर्दा वाउ मैले जितेको भए मलाई रमाइलो फिल हुन्थ्यो मैले हारे भएर दुईटा गेम लगातार हारेँ त्यही पनि आज मैले अलिअलि बनाइदिएको छु आजको तपाईँलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है त फेरि पनि हामी अर्को च्यानल लिएर आउने छौँ बाइ बाइ